अब भइकिरहेछ भने नेपालीमै जुधाइदिएपछि अब नेपालीले नै भन्छन् होइन हाम्रो देशको पुलिस प्रशासन सेना हुँदैन, बाहिरको सेना आउनु पर्यो र यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय सेनाहरू ल्यान्ड हुन्छ शान्ति सेना बनेर। हिजोसम्म यो देशलाई चिनिन्थ्यो कसरी, यो विश्वले यो देशलाई कसरी चिन्थ्यो? शान्तिको प्रतीक नेपाल, गौतम बुद्ध जन्मिएको स्थल नेपाल, सीता माताको जन्मस्थल नेपाल, विभिन्न जात धर्म संस्कृति बोकेका हामी नेपालीहरू कहिले पनि कुनै किसिमको जातीय द्वन्द्वमा फसिनौँ, धार्मिक द्वन्द्वमा फसिनौँ। तर अहिले सानो तिनो कुराले पनि फसाइदिन्छन्। मेरो कुरा बुझ्नु होला। प्लिज अनुरोध छ, अनुरोध गरिरहेको छु म आज तपाईँहरूलाई, सञ्चारकर्मी साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। अहिले हामी पनि देशप्रति जिम्मेवार बनेर एक ढिक्का बनौँ। ठुला मिडिया, साना मिडिया, युट्युबर, टिकटकर के जति छन् सबैलाई, मेन स्ट्रिम मिडिया कि सबै राष्ट्रिय मिडिया जति पनि हुनुहुन्छ, अनुरोध छ तपाईँ हामी पनि अब जिम्मेवार हुनुपर्छ। नभए आज त्यो देश सङ्कटमा छ। देशै रहेन भने हामी पत्रकारिता कहाँ गर्ने? देशै रहेन भने पार्टीका नेताहरू कुन पार्टी खोल्ने? देशै रहेन भने भ्रष्टाचार गर्ने नेताहरू कहाँ भ्रष्टाचार गर्नुहुन्छ? देशै रहेन भने। अनुरोध छ, कुरा देशको हो र यो कुरामा एक ढिक्का हुनुपर्छ।